नमस्ते साथीहरू, के तपाईले सामाजिक सञ्जालमा यो भिडियो देख्नु भएको छ जहाँ एउटा सानो पेंगुइन आफ्नो हजारौंको समूहलाई छोडेर समुद्रको विपरीत दिशामा अन्टार्कटिकाको विशाल हिमालतर्फ एक्लै हिँडिरहेको छ। यो कुनै फिल्मको दृश्य होइन, यो एउटा वास्तविक घटना हो। इन्टरनेटमा यसलाई निहिलिस्ट पेंगुइन भनिएको छ। मानिसहरू भन्छन् कि यो पेंगुइन आफ्नो जीवनबाट थकित भएर सन्यास लिन हिँडेको हो। तर वैज्ञानिकहरूका लागि यो एउटा ठूलो रहस्यमय घटना बनेको छ। आजको भिडियोमा हामी बुझ्नेछौँ कि यो पेंगुइन किन एक्लै हिँड्यो, के यो पागल भएको थियो वा यसको कुनै अरू नै कारण रहेको छ। सबैभन्दा पहिले यो भिडियो कहाँबाट आयो भन्ने जानौं। धेरैलाई लाग्न सक्छ यो भर्खरै खिचिएको हो, तर वास्तवमा यो भिडियो सन् 2007 को एउटा डकुमेन्ट्री इन्काउन्टर्स एट द एन्ड अफ द वर्ल्ड बाट लिइएको हो। यसका निर्देशक वर्नर हर्जोग हुन्, जो आफ्ना गम्भीर र दार्शनिक कुराहरूका लागि चिनिन्छन्। हर्जोगले अन्टार्कटिकामा काम गर्ने वैज्ञानिक डाक्टर डेभिड एन्लीसँग सोधेका थिए, के पेंगुइनहरू पनि पागल हुन सक्छन्? डाक्टर एन्लीले भनेका थिए कि उनले कहिल्यै कुनै पेंगुइनले ढुङ्गामा टाउको बजारेको त देखेका छैनन्, तर कहिलेकाहीँ यस्ता भ्रमित पेंगुइनहरू भेटिन्छन् जो बाटो बिराएर समुद्र छोडी हिमालतर्फ लाग्छन्। यो भिडियोमा देखाइएको पेंगुइन आफ्नो बस्तीबाट करिब 80 किलोमिटर टाढा पुगिसकेको थियो र ऊ अझै भित्र 5000 किलोमिटर लामो बरफको मरुतर्फ जाँदै थियो, जहाँ न खाना थियो न त पानी। वैज्ञानिकहरूका अनुसार यो एउटा डेथ मार्च अर्थात् मृत्युको यात्रा थियो। सन् 2026 मा यो भिडियो किन फेरि भाइरल भयो? किनभने आजको संसारमा मानिसहरू आफैलाई यो पेंगुइनसँग तुलना गरिरहेका छन्। धेरैले यसलाई बर्नआउट वा क्वाइट क्विटिङको प्रतीक मानेका छन्। मानिसहरू भन्छन्, म पनि यो पेंगुइन जस्तै थाकेको छु र यो भिडभाड र मेसिन जस्तो जीवन छोडेर कतै टाढा जान चाहन्छु। हामीले एउटा पेंगुइनको भिडियोलाई आफ्नो भावनात्मक पीडासँग जोडेका छौं। अन्त्यमा त्यो पेंगुइनको के भयो त? वैज्ञानिकहरू भन्छन् ऊ कहिल्यै फर्केन। 70 किलोमिटर हिँडेपछि कतै बरफको बीचमा उसको अन्त्य भयो। तपाईलाई के लाग्छ? के त्यो पेंगुइन पागल थियो वा ऊ साँच्चै स्वतन्त्रता खोज्दै थियो? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक र शेयर गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।